अब मैले कलेजले बाहिर लगेको छ, वेयर हि इज, उसको साथीको सर्कल के छ, कहाँ छ, कसो छ, टक्क टक्क बेला छोरा त इन्जोय गरे भने, तर म प्रिन्सिपलसँग उसको सर्कलहरू टक्क ठिकै छ म्याडम, ठिक छ डन्ट वरी, बस अवेर हुन पर्यो। फोन गर्दाखेरि छोराछोरीले उठाउन पर्यो, सोधेर छोरा म भिडियो कल गर्न मिल्छ, मामु अहिले सबैजना साथीहरू छन्, गन्जी मात्रै लाछ, एकछिनमा गर्छु नि त, 5 मिनटमा पक्छु है त, ओके। तर लुकाउन थाले, यो गर्न थाले भने अब हजुरहरू सिआइबी हो। साथी कुन, सङ्गत कस्तो छ, स्कुलमै पनि सबै A to Z राम्रो सङ्गत हुन्छ भन्ने कुरा छैन, किनभने त्यो बच्चाहरूले समाज परिवार लिएर आएको छ, त्यहाँ त्यो घरको संस्कार बोकेर आएको छ। कसैलाई घुच्याट्ने, सामान झिक्ने, पिट्ने, ठुक्ने, यो त धेरै कुराहरू पो छ त। भने राम्रो छ नि त नराम्रो छ भनेपछि कक्षा कोठामा राम्रो र नराम्रो दुइटै होला, तर हामीले बेटर चोइस चाहिँ गराउनु पर्यो, हेर्न पर्यो कस्तो मेन्टल स्ट्याटसमा छन्। हामीलाई लाग्छ धेरै अभिभावकले तिमीलाई पढाइदिएको छु त के चिन्ता छ, होइन, उनीहरूलाई छ। नर्सरीको बच्चालाई पनि कक्षा कोठामा मेरो दिनभरि मामु कहाँ गएछु होला भन्ने कुराको टेन्सन छ, दिनभरि टेन्सन छ। अनि तपाईँहरू फेरि जाने बित्तिकै एबिसिडी कति पढेछ, हेर माया गर्नु रहेछ कसैले पनि, मलाई दिनुहोस् न बच्चा है, हेर्नु त सम्झिनुहोस् त। फेरि यस्तोमा अलिकति प्रेसर दिने, हामी कहाँ एकजना याद छ त्यो नानीको कि जहिले नि बुवामाले पढिनैले दुइटै फेरि एसएलसी फेल भएका पेरेन्ट्स रहेछन् कि, त्यो फेरि त फेल हुने आफैले नपढ्ने भागेकाहरूलाई बढी रङको हुन्छ नि, थाहा छ त। अलिकति पढेको मान्छेले त उसले आफ्नो सङ्घर्ष देखिया छ, उसलाई आइडिया आउँछ, यसरी गरौँ भन्छ। अब त पढ्दै नपढ्नेलाई त पढ मात्रै सुन्छ के। हजुरहरूलाई थाहा पाउने अरू स्कुलहरूको पेरेन्ट्सहरू कसैले यसरी गर्नु पर्थ्यो भनेर भने तपाईँको कति जिपिए आएको थियो एसएलसीमा भनेर सर्टिफिकेट हेर्नुहोस् त, तारा कति हो। सो उनीहरूका कठिनाइहरू, समस्या कहाँ के छ, यो त सबै कुराहरू हजुरहरूले अघि संसारमा के भइरहेछ, आफन्तीमा के भइरहेछ लान पर्यो, पसलतिर लैजानु, तरकारी किन्न ल्याउनु, हिसाबहरू त्यहीबाट सिक्छन्, सबै कुरा यसरी लानुपर्ने हुन्छ कि। अब अनुगमन र नियन्त्रण दुईटा फरक कुरा हुन् है। तपाईँहरूले कन्ट्रोल गर्नुहुन्छ कि अनुगमन गर्नुहुन्छ, मोनिटरिङ। हेर्नुहोस् त, नियन्त्रण गर्ने अभिभावक भनेको कस्तो थाहा छ, मलाई तिम्रो मोबाइल दे, कोसँग कुरा गरिरहेका थियौ, आफ्ना सन्देशहरू देखाऊ। बुढाले बुढीलाई भन्दा, बुढीले बुढालाई मनमा कुरा बित्तिकै देखाउ त, अझ पासवर्ड एउटै राख भन्छ। जति कन्ट्रोल गरे त त्यति नै, त्यो त लप पर्दा हब्बी एउटै हो हामी भन्ने हो कि, पछि कसैका पनि हुँदैनन् ती कुराहरू। नचाहिने कुरामा किन चासो, त्यो लप पर्दा हो म्याम एउटै हो, हेर मेरो मोबाइल लैजाऊ भन्, पछि गफ हुँदैन कहिले काहीँ। मैले मेरो बहिनीसँग एउटा सानो गफ त गरे होला नि, त्यो त देखाउन चाहन्न होला नि त मैले पनि। अनि बुढोले कुरा गर्ने बित्तिकै झ्याला गरमा भात डढिसक्यो। वाइ यो कन्ट्रोल हो, जति यो गर्नुहुन्छ। फेरि अस्ति नै पनि म्यामले अलिक बढी आइमाईहरू भएरै आइमाईलाई उ गर्नुभयो भन्नु होला, आइमाई भनेको राम्रै शब्द है, माइन्ड नगर्नुहोस् फेरि भन्नुभयो होला। यो जति कन्ट्रोल छ नि त्यति फस्किन्छ, जाऊ जम्मै भोगा भनेर छोडिदिनुहोस् त, नानी आना थिलाएर बुढा हातै साथमा कहीँ जाँदैन नि, के कन्ट्रोल हो, मान्छेको भित्रको स्वभाव हो। हजुरले हामीलाई पनि कन्ट्रोल गरेर कसैले सक्दै सक्दैन कि होइन। अब अहिले म डङ्गमा राति हिँड्नुपर्छ, ऊ सरहरूसँग कहाँ एक्लै हिँडे आउँछु, पछि ड्राइभर दाइ लिएर एक्लै म उहाँ 4 बजे चाहिँ झापाबाट हिँडेर चाहिँ बुटोल पुगिरहेको छु बिहानै पख, त्यो पुरै छैन कि। अनि त्यसमा त कहाँ गइस् भन्न थाल्छेपछि के हुन्छ, ए छोड्देऊ भाइ म फोन भन्दै भन्छु, किनभने त्यो दिने त मलाई छ नि त, मेरो एथिक्स त को हो भन्ने कुरा होइन। सो कन्ट्रोल गर्नुहुन्छ कि हजुरहरूले अनुगमन गर्नुहुन्छ। अब अनुगमन गर्ने अभिभावक, अनुगमन गर्ने श्रीमान, अनुगमन गर्ने बुहारी श्रीमती सबैतिर लाग्यो, टिचर पनि हो। फेरि टिचरहरूले नि बुझ्नुपर्ने हुन्छ अरे, एकदम थाहा गर्नु
गर्छौ, त्यहाँ के गर्न मन पराउँछौ, अनलाइनमा कुनै कुराले तिमीलाई असहज बनाएको पो छ कि केही छ कि कस्तो छ होला? लुगा धुन जाने बेलामा टक्क मोबाइल दिएर बच्चालाई राख्नुहुन्छ, आएपछि त मोबाइल हेरिरहेको छ, बसेर कति हेर्छ, स्कुल पनि खत्तमै छ, केही सिकाएन। यस्तो गर्दा धेरै सक्छ। अब हजुर पनि यहीँ जोडिनु भएको छ, यो कुराहरू हजुरले राख्नु पर्ने हुन्छ है त। ल हेर्नुहोस् त, हाम्रो लक्ष्य के हो त? डर होइन, विश्वास हो, संवाद हुन पर्यो, जिम्मेवारी विकास गर्ने हो। टाइम लाग्छ, बिस्तारै 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 ट्रस्ट गर्नुहोस् त। कक्षा कोठामा पनि टिचरहरू छिर्दा मेरो बच्चालाई हिजोभन्दा आज यहाँसम्म राख्छु, मेरो बच्चा असाध्यै रिसाउने भएको थियो, के कारण होला, म छु नि त भनेर जानु त त्यो आँखाबाट। बच्चोले यति चाँडो बुझ्छ कि ल पक्कै यहाँ टाँसिन्छ, त्यो प्रमाण छ कि मसँग त्यस्ता बच्चाहरू काम गरेको। पहिला 10 वर्ष अगाडि त म पनि रिसाउँथेँ, अहिले चाहिँ मेरो बच्चाहरू मसँग झुक्क हो कि छोराछोरी छोड्नुभन्दा नि स्कुलको बच्चा छोडेर हिँड्न गाह्रो हुन्छ मलाई है। के कुरा अनुगमन गर्ने त हजुरहरूले? पढाइ सम्बन्धी बानीहरू, गृह कार्य टाइममा गरेको छ, टाइममा रुटिनमा बसेको छ, पढ्ने बानी कति समय पढ्छ, कुन समयमा पढ्छ हजुरहरूले थाहा पाउनुपर्छ, रेकर्ड राख्नुपर्छ, दोहोऱ्याएर पढ्ने, परियोजना गर्ने, के भइरहेको छ, रेगुलर स्कुल गएको छ, ड्रेसहरू टक्क छ, आफ्नो स्कुलको ब्यागहरू मिलाएको छ, स्कुलबाट आउँदाखेरि उसले कस्ता कुराहरू पनि गर्छ, कम्प्लेन मात्रै पो सुनाउँछ कि? फेरि बच्चाहरूले कम्प्लेन गर्ने भनेको सम्झिनु, घरमा पेरेन्ट्सले कम्प्लेन धेरै सोधेरै उनीहरूले रुचाउँछन्, कुरा काट्नेसँग कुरा काट्नेकै जमात बस्छ। सम्झिनु, कुरा काट्नेसँग कुरा काट्ने नै आउँछ। मेरो छैनन् त्यो मान्छे साथी नै, बरु केटाहरू छन् धेरै, केटीहरू त धेरै छँदैन, 2टा 3टा हुन्छ। मेरो आउँछ कविता सासुले यस्तो छर्दै भाइ, मेरो यहाँ कता कता सासूहरू हुर्काइसकेको छु, के कुरा गर्यो भने यो त घमण्डी भइछ भन्छ। जा अब खाना बोलाउँछन्, आफैले पैसा तिरेर जानुपर्छ, आफैले तिर्ने हो, उनीहरू जम्मै बिल तिर्ने बेला टोइलेट जान्छन्, आफैले तिर्न छ। अनि उनका कुरा सुनेर यहाँ आफूलाई उहाँ स्कुलमा के भइसकेको हुन्छ, त्यो कामै छैन। छोड्दै भाइ म आउँदिनँ भने पनि अनि बोलाउँदैन, फेरि ती बसेर मेरै कुरा गर्छ। ओ चितवन गाई छ अरे, प्यारेन्टिङ गर्न कहाँ हामीसँग आउँछ त? अब उनीहरू बुढासँग पैसा मागेर लुगा किन्छ, आफूले काम गरेन र एक दिन चाहिँ हस्बेन्डलाई गऱ्यो भने वर्किङ लेडी होइन, बरु तिमीले मलाई देऊ न भनिदिन्छ आफ्ना घरमा, आफ्नो पनि दममा त्यस्तै छ फेरि होइन, किन अर्कासँग माग्ने भन्ने छ। उनीहरू सबै बुढासँग माग्यो, बुढोले यसो पानी खायो बेला धुँदाखेरि भिजेछ भनेर पैसा राखेर निकालेर हिँड्नेहरू। अब तिनीहरूसँग सङ्गतमा रेस्पेक्ट गर्छु, तिनीहरूसँग बस्नु त मेरो त जिन्दगी त बर्बाद छ नि, हुँदैन होइन, न मेरो छोराछोरी हेरिदिन्छन्। ल घरमा हजुरहरूले हेर्ने, मोबाइल कति बेला कति चलायो, गेम, युट्युब, सामाजिक सञ्जाल कसरी छ, अहिले फेक अकाउन्ट छ, हेर्नुहोस् है, डरलाग्दा घटनाहरू छन्, थाहा पाइदिनुहोस् है, थाहा पाइदिनुहोस्। डिफेन्स नगर्नुहोस्, बच्चाहरूले गरेको गल्तीमा डिफेन्स नगर्नुहोस्। भोलि डरलाग्दो होला, समय हाम्रो जस्तो छैन, अहिले फरक छ, यो अनुसार चल्नु पनि पर्छ। कति बेला सुत्छ, कति बेला पढ्छ, कति बेला एक्सर्साइज छ, कति बेला उसको साथीहरू र परिवारसँग बसेको छ, रुटिन थाहा पाउनु, त्यो प्याटर्न थाहा पाउनुपर्छ। अभिभावकहरूले मासै पर्न हुँदैन है, बच्चा 9 महिनासम्म पेटमा राख्दा हो सजिलो, पृथ्वीमा ल्याएपछि हाम्रो ठुलो रोल छ, नत्र जन्माउन हुँदैन। आत्मविश्वास कस्तो छ अघि नै सरले बताइसक्नु भएको छ। किचकिच गरिरहने बच्चाहरूको दे डोन्ट टक मच। तपाईँहरूले सुन्नुभयो होला, यो त यस्तो घमण्डी छ, ठ्याक्कै यसको बाबु जस्तै भन्थ्यान् नि कति ठाउँमा छिमेकीहरूमा, थाहा छ त्यो के भएको थाहा छ? त्यो बानी सर्या के, बानी सर्या भनेको के हो? एक्जाम्पल वंशानुगुण कस्तो हुन्छ ठ्याक्कै हो नि। म त यति विश्वास होइन, किनभने म पढेरै त्यो प्रमाणित भएर हो कि यहाँ साइन्सको अब डक्टरहरूलाई थाहा हो,
यो छ सामाजिक सम्बन्ध, साथीभाइसँग कतिको मिलेर बस्छ, आफ्ना कुराहरू कतिको राख्छ, घरमा हजुरबुवा हजुरआमाहरूलाई कतिको रेस्पेक्ट गर्छ। हेर्नुहोस् त अहिले सामाजिक सञ्जालभरि एउटा दुईवटा कुरोले अनि त्यो बिचरा बुढी आमाहरू बुवाहरूको भिडियो बनाएर हाल्नुहुन्छ कि हेर त मेरो सासूले चाहिँ कहाँ यो रातिको बेलामा हिँडेको भन्नुहुन्छ। बिचरा बुढियालाई 70 वर्षको हुनुहुन्छ, डिमेन्सिया अल्जाइमर छ, बिर्सिन्छ, तर बुहारीहरू प्राउडली गर्छन् कुरो नबुझेर कि एकछिन त त्यति पढिदियो पनि त हुन्थ्यो नि। किनभने मैले त मेरो बुढी सासू, मैले पनि अल्जाइमरको बुढी सासू हेरेँ हो, दिशा गर्नुहुन्थ्यो, कपालमा लाउनुहुन्थ्यो, मलाई कविता भन्नुहुन्थेन, कपी तैँले मेरो सामान चोरी। इल्युजन छ उहाँमा, डिमेन्सिया छ, अल्जाइमर छ। त्यो ब्ल्याक मुभी हेर्नुहोस् त। अनि त्यो धुनधान अस्ति भर्खर घरमा आएका ती बुढाबुढीले कति घर दुःख गरेर बनाएको उसको छोरासँग आएर 2 वर्षमा यो बुढी यस्तो भनेर भिडियो बनाउँछन् आइफोन लिएर। अनि रिस उठ्दैन कहिले क्या? त्यो पनि तरिका हो। उसको उहाँकै छोराछोरीलाई जस्तै त्यो बुवा आमाले त उसको हस्बेन्डलाई पनि त हेऱ्यो होला नि, हेरेन? अनि यो पुरुक उफ्रिने। तर यति भन्दैमा पनि वुमेन इम्पावरमेन्ट गर्न छोडेको छैन है, त्यो पनि हो। नचाहिने कुरालाई चाहिँ साथी होस्, आमा होस्, देउरानी होस्, बहिनी होस्, यस्ता कुरामा चाहिँ नो नै भन्न जान्नुपर्छ। हुँदैन, अडिनै पर्छ के, एक्लै भए पनि अडिनुपर्छ। मुख मिलाउन छतछतबाट हेर न भन्यो भने सास फेर्ने मात्रै काम हो सर। त्यस्तो गरेको छ त छिमेकी छैन, अलिक कम छ। अब यसलाई निर्मूल पार्ने यहीँबाट हामीले गर्ने है त। ओके, अभिभावक शिक्षक आज मात्रै मिटिङमा आउने होइन, अझ कतिलाई हतार छ, कतिजना पेरेन्ट्स हुनुहुन्छ मलाई थाहा छ, सबैलाई हतार छ लुगा जोडा घर कतै जानलाई हतार छ, आइतबार माइत जान हतार छ, मुभी हेर्न हतार छ, खै त बच्चालाई टाइम दियो। अनि मेरो मुटु भनेर हुन्छ त्यही पनि त डर लाग्दो। यही भनिदिनु होला है नआउनेहरूलाई, कतिजनाले भनिदिनुहुन्छ, सबैले सुनाइदिनु नआउनेहरूलाई। हेर्नुहोस् त, समय कुरेर बस्ने होइन स्कुलसँग आउनलाई, आफ्नो बच्चाको लागि आफू आउने। मेरो बच्चाको नम्बर थोरै आयो, तिमी पनि हिँड न, उफ्रिनुपर्छ स्कुलमा भनेर बोकेर आउँछन् कोही कोही। फेरि लाज पचेकाहरू त्यो नजानेको, ढङ्ग नभएको त्यो कि झुन्डो बोकेको। आफ्नो बच्चाको इज्जतको लागि, आफ्नो बच्चाको इम्प्रुभमेन्टको लागि त एक्लै आउँछ र कुरा गर्छ नि त। मजाले टेबल ठोक्न पनि पाइयो र स्कुलले पनि सुन्न पर्छ, बुझाउनु पर्छ। तर झुन्डा लिएर कमन हुँदैन त। केही परिवर्तन, केही फरक परिवर्तन आयो बालबालिकाको भने स्कुलमा तुरुन्तै कन्ट्याक्ट गरौँ। म्याम, मेरो बच्चा 1 हप्ता अगाडिसम्म त्यति बानी राखेर पढ्न खोजेको थिएन, अहिले त अलिकति गृह कार्यहरू, आफ्नो कामहरू, आफ्नो ड्रेस राख्ने ठाउँ, जुत्ता राख्ने ठाउँ, स्कुलको ब्याग र उसको हजुरबुवा हजुरआमासँग पनि मिठो बोल्न थालेको छ। हजुरहरूले केही एप्रोच सिकाउनु भएको छ कि स्कुलमा? यस्तै कुरा अरूलाई पनि भनिदिनु होला है, राम्रो कुरा पनि। एउटा न्यू मिलेनियम स्कुलको राम्रो पक्ष चाहिँ हाम्रो के छ भने राम्रा कुराहरू पनि पेरेन्ट्सले कम्युनिकेसनमा इमेल पठाइदिइहाल्नुहुन्छ कि धेरै चाहिँ राम्रो, र सुधार गर्नुपर्ने कुरा चाहिँ मलाई व्हाट्सएप गर्नुहुन्छ, कविता म्याम हजुर हेरिहाल्नुहोस् है यहाँ यस्तो भएको छ। अनि गुड, म पनि त कहिलेकाहीँ त रङ हुन्छ नि त होइन, स्कुलहरू त्यत्रो स्टाफहरू छ है। सो तुरुन्तै स्कुललाई कम्युनिकेट गरिहाल्ने। फरक देख्ने बित्तिकै बच्चा सोगायो, स्कुल जान खोजेन, साथीदेखि डरायो, टिचरदेखि डरायो, अर्थात् उसलाई केही भयो, हजुरहरूले नोट गर्नुहुन्छ नि त, स्कुलमा भनिहाल्ने मेरो बच्चा स्कुल आउन मनै गरेको छैन, के भयो होला त? पुलिङ भयो कि कसैले टिचरले सबैको अगाडि यति पनि जान्दैनस् पो भने कि पेटमा पानी दाइले मोटे भनेर पो जिस्काउनु भयो कि? इक्जाम्पल है, चेक गरिहाल्ने, खबर गरिहाल्ने, तर उफ्रिने होइन, पुरुक सोल्युसन खोज्ने। यस्तो भएको छ म्यामहरू, कसरी काम गर्ने भन्ने। तपाईँको स्कुलमा यस्तो भयो होइन, के बोल्नुहुन्छ होइन, कसरी बोल्नुहुन्छले फरक पार्छ। हामी सबैको साझा दायित्व, स्कुल, पेरेन्ट्स, छिमेक, टिचरहरू अनि
अनि बल्ल बच्चाहरूको राम्रो हुन्छ। धैर्य हुनुहोस्, नहतारिनुहोस् लाइफमा। कहाँ जाउने बिचरा बच्चाहरू, खेल्ने खेत छैन, बारी छैन, परिवार छिमेकमा आएको मान्छे को किडन्याप गरेर हामी त कहाँ पुग्थ्यौँ। कहाँ हेर्नु त हामी कति भाग्यमानी थियौँ। ती बच्चाहरूको सम्झिदिनुहोस् त, होइन? अनि मोबाइल दिन्छौँ एकछिन भुलाउन, हो हाम्रा पनि बाध्यता छ, तर पनि जान्न पर्छ हजुर, जान्ने हो। मेरो आमाले यसलाई तिग्डम लगाउनु पर्छ, छोरी 10 जना पाहुना आछन् भने 12 जना आए पनि खाना पकाउनु त्यही भित्र मिलाउन सिपालु हुनुपर्छ भन्नुहुन्थ्यो कि मलाई बडो मनपर्छ कि। मलाई फेरि बुढाबुढीहरू र बच्चाहरू मेरो लागि एकदमै इक्जाम्पल हुन् कि। बुढाबुढीहरूको अनुभव कि चाउरी परेका हातहरू, त्यही चितवनमा के थियो र गाडीहरू हेर्नुहोस् त कति हिँड्नुभयो होला हजुरका बुवा आमाहरू। सम्झिनुहोस् त बिजुलीका बत्ती थिएन, अहिले हजुरहरूलाई धुवा, धानको त्यो धुवा के अरे भुस फालेर लामखुट्टे हटाएको भन्ने त यही चितवनको एउटा आमाले मलाई सुनाउनु हुन्थ्यो। अहिले एसी र कुलर लाग्दा पनि गाह्रो, दुईटा भाँडा बाँध्न गाह्रो, मेसिन छन्, लुगा धुन गाह्रो। हेर त त्यो बुढाबुढीले हजुरका आमा बुवाहरू सम्झिनु त एकचोटि आँखा चिम्म गरेर कति गर्नुभयो होला। 12-13 वर्षमा बाल विवाह गरेर आएका हाम्रा आमा बुवाहरू। अहिले हामी चाहिँ ठुलो भएर फुर्ती लगाउने, ती बुढाबुढीलाई गाली गर्ने। अहिले हेर्नु त त्यहाँ छ शिक्षा, त्यो पढाइ कति छ, त्यो लक्षण ननइकन भान्सामा जानु नथ्यो। अहिले बिहान 9 बजे घामले पोल्लासम्म पनि उरुरुरुरुरु गर्दाखेरि त अलिक पिरै पनि पर्छ कि बुढाबुढीलाई नि बिचरा। अनि त्यसै हुन्छ, अनि करायो भनिदियो त्यत्तिकै। सम्झिनु त उहाँहरू 4 बजे 3 बजे उठेर चाहिँ हजुरहरूलाई स्कुल पठाउनु पर्थ्यो। आफ्नो मिठो पोइ के अरे जम्मै खुवाएर, मोही खुवाएर। भैँसी गाई एउटा बाख्रो पाल्नु त आफ्नो एउटा बच्चो हेर्नु नसक्ने। अनि तपाईँहरूलाई पालेर, हामीलाई पालेर, गिया पालेर बुढाबुढीले कति गर्यो होला नि त्यति बेला। बटौली पुगेर साडी ल्यायो होला नि 30 मा। अनि अहिले बुढाबुढीले कराए। यस्तो कुरा पनि हुँदैन है, बच्चालाई यहाँबाट पनि सिकाउनु पर्छ, अनि थाहा हुन्छ टक्क। ल, गृहकार्य जाँच्ने निरीक्षक मात्र नभई सहकारी गर्नुहुन्छ, जहाँ धेरै रिपिट भइसकेको छ, गर्नु पनि कसरी गर्ने जानिहाल्नुहुन्छ। हो पढिदिनु, अब सबैले अवलोकन गर्ने, व्यवहार पानीहरूलाई हेर्ने, कुराकानी गर्ने, संवाद गर्ने। मलाई अहिले टेन्सन छ बिजनेसको, त्यसले पैसा दिएको छैन, पछि सुन्छु। होइन, पैसा दियोस् कि नदियोस् पार्टनरले, आफूले पहिला चाहिँ बच्चालाई ध्यान दिने, अर्कोमा जान कनेक्ट गर्ने, स्कुल टिचरहरूसँग कनेक्सनमा जाने, सपोर्ट, स्कुल र घर मिल्नै पर्यो। यति 4वटा कुरा हजुरहरूले गर्नु, धेरै पनि गर्न परेन, यति त गर्न सकिन्छ। धेरै बोकाएर भारी। ल, अब